ल तपाईसँग यसो सम्झनाको लागि कुन सालमा जागिर खानुभयो? मैले 2032 साल 2032 सालमा। अनि कुन सालमा छोड्नु भयो? 57 मा। मेरो जन्म भयो थियो तर सानै थिए। त्यति बेलासम्म तपाईले छोडिसक्नु भयो। अहिले पेन्सन खाँदै हुनुहुन्छ। कति वर्ष हुनुभयो अहिले? 22-23 वर्ष लाग्यो। नाइ मतलब जम्मा उमेर कति भयो? उमेर मेरो 81 हो। 81 वर्ष। अझै पनि बाँच्नुहुन्छ 20 वर्ष। 20 वर्ष अझै पेन्सन खानुपर्छ। 101 वर्ष त बाँच्छ त है। कति राम्रो यो चौतारी छ हैन? चौतारीमा तपाईँ जस्तो मान्छे हैन। त्यही भएर त अघि सुब्बा साहब भन्दै हुनुहुन्थ्यो हैन? उहाँलाई नि भन्दै हुनुहुन्थ्यो। ए त्यस्तो छ है। ल सम्झनाको लागि अनि दुःख हुन्छ। के छ अरु सबै आरामै? ठिकै छ। ल दुख्ने अब बुढो भएपछि त यस्तै हो सबैको। के गर्ने? हजुरको नाम मैले ठ्याक्क जान्न पाएन। इन्द्रबहादुर कुँवर। इन्द्रबहादुर कुँवर। तपाईको पालामा तपाई मात्रै निजामती कर्मचारी हुनुहुन्थ्यो हैन? ए गाउँ पञ्चायतमा। गाउँ पञ्चायतमा। त्यो बेला गाउँ पञ्चायत थियो। पचाल गाउँपालिका भयो। पचाल ठुलो एरिया थियो। धेरै खुसी लाग्यो हजुरसँग भेटेर। ल यता हाम्रो के रे हजुरको नाम? गणेश कुँवर हैन? ल यो हाम्रो कुन ठाउँ? मौरगाउँ। मौरगाउँ। मौरगाउँ।